नमस्कार। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन धेरैको लागि टाउको दुखाइको विषय बन्छ। त्यो हो रगतको रिपोर्ट। खास गरी रिपोर्टमा देखिने टिजी र कोलेस्ट्रल। आउनुहोस् यसलाई एकदमै सजिलो तरिकाले बुझौँ। धेरैको हातमा ब्लड रिपोर्ट पर्छ अनि त्यहाँ देखिन्छ टिजी पनि हाई, कोलेस्ट्रोल पनि हाई। अनि दिमागमा एउटै कुरा खेल्छ, अरे यो टिजी र कोलेस्ट्रोल एउटै कुरा हो कि के हो? होइन भने कुन चाहिँ बढी खतरनाक? ल आज यही अलमललाई सधैँको लागि हटाउने प्रयास गरौँ। ल सुरु गरौँ कोलेस्ट्रलबाट। यो शब्द त हामीले कति सुनेका छौँ, तर यसमा पनि राम्रो र नराम्रो भन्ने हुँदो रहेछ। के हो त यो? एकदमै सरल भाषामा भन्नुपर्दा कोलेस्ट्रल भनेको रगतमा हुने एक किसिमको चिल्लो मैनबत्ती जस्तै पदार्थ हो। तर सुन्ने बित्तिकै ओहो चिल्लो भनेर डराउनु पर्दैन, किनकि हाम्रो शरीरलाई नयाँ स्वस्थ कोशिका बनाउन यो नभई हुँदैन। यो त शरीरको लागि एउटा जरुरी चिज पनि हो। अब हेर्नुहोस्, कोलेस्ट्रलको कथामा दुईवटा पात्र छन्, एउटा हिरो र अर्को विलेन। हिरो अर्थात् राम्रो कोलेस्ट्रल, जसलाई एचडिएल भनिन्छ, त्यसले हाम्रो रगतको नली मतलब पाइपलाई सफा गर्ने काम गर्छ। अनि अर्को छ विलेन अर्थात् नराम्रो कोलेस्ट्रल एलडिएल, जसले त्यही पाइपमा फोहोर जम्मा गरेर त्यसलाई जाम गरिदिन्छ। कति सजिलो होइन त? ल कोलेस्ट्रोलको हिरो र विलेनको कथा त बुझियो। अब पालो आयो रिपोर्टमा देखिने अर्को नामको, टिजी। यो चाहिँ हाम्रो दैनिक खानपानसँग अझ सिधा सम्बन्ध राख्छ। टिजी भनेको के हो त? सोच्नुहोस्, यो शरीरको गोदाममा जम्मा भएको बोसो हो। हामीले खाएको खानाबाट जुन अतिरिक्त ऊर्जा, जुन क्यालोरी शरीरले तुरन्तै खर्च गर्न सक्दैन नि, हो त्यसैलाई टिजी बनाएर पछि काम लाग्छ कि भनेर जम्मा गरेर राख्छ। अनि हाम्रो सन्दर्भमा टिजी बढ्नुको कारण के त? यहाँ हेर्नुस् त, एकदमै प्रष्ट छ। हाम्रो खानाको राजा भात, अनि गुलिया खानेकुरा मदिरा र त्यसमाथि हिन्डोलको कमी। धेरैले सोच्नुहुन्छ म त चिल्लो खाँदै खान्न, मेरो टिजी कसरी बढ्यो? तर याद राख्नुस्, धेरै भात र गुलियोले पनि शरीरमा बोसो जम्मा गराउँछ। ल अबसम्म हामीले कोलेस्ट्रल र टिजीलाई छुट्टा छुट्टै बुझ्यौँ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, यिनीहरू बीचको खास फरक के हो र खतरा कस्तो हुन्छ? यो तालिकामा हेरौँ त कति सजिलै फरक छुटिन्छ। कोलेस्ट्रोलले के गर्छ? रगतको नसा त्यो पाइपभित्र असर गर्छ। टिजीले के गर्छ? शरीरभरि नै बोसो जम्मा गर्छ। अब खतरा हेरौँ। कोलेस्ट्रोलले हृदयघात र स्ट्रोकको जोखिम बढाउँछ भने टिजीले मोटोपना र मधुमेहको। अनि खानेकुराको स्रोत पनि कति फरक। कोलेस्ट्रोलको लागि घिउ, तेल जस्ता चिल्लो पदार्थ जिम्मेवार छ भने टिजीको लागि हो त्यही भात, गुलियो र मदिरा। अनि यहाँनिर एकदमै ध्यान दिनुपर्ने कुरा के छ भने यी दुई फरक फरक चिज भए पनि जब दुवै सँगै बढ्छन् नि, तब खतरा सिधै डबल हुन्छ। सोच्नुस् त, एकातिर नसा जाम हुँदैछ, अर्कोतिर शरीरमा बोसो थुप्रिँदैछ। यो त दोहोरो आक्रमण भयो नि, होइन र? ल यति कुरा सुनेपछि अलिअलि डर लाग्न सक्छ, तर यहाँ एउटा खुसीको खबर छ। त्यो के हो भने यसको कन्ट्रोल हाम्रो आफ्नै हातमा छ। अब कसरी? आउनुहोस् त्यतैतिर लागौँ। यसलाई नियन्त्रण गर्ने उपायहरू एकदमै सरल छन्, जम्मा 4वटा। पहिलो, भातको मात्रा घटाउने। दोस्रो, गुलियो र मदिरालाई बाई बाई भन्ने। तेस्रो, दिनमा कम्तीमा आधा घण्टा शरीरलाई चलाउने, हिँड्ने। अनि चौथो, बेला बेलामा जाँच गराएर आफ्नो अवस्था के छ भनेर अपडेटेड रहने। यति त गर्न सकिन्छ होइन त? अन्तमा एउटा कुरा सधैँ मनमा राखौँ, रोग भनेको डर होइन। सही जानकारी भयो भने यो केवल एउटा अवस्था हो जसलाई हामी नियन्त्रण गर्न सक्छौँ। आफ्नो रिपोर्ट बुझ्नु भनेको आफ्नो स्वास्थ्यको चाबी आफ्नै हातमा लिनु हो। आजको यो जानकारीले केही अलमल हटायो होला भन्ने आशा छ। यदि यो उपयोगी लाग्यो भने आफ्नो परिवार र साथीहरूसँग पनि शेयर गर्नुहोला, ताकि उहाँहरू पनि आफ्नो रिपोर्ट देखेर नआत्तिनुहोस्। यस्तै अन्य सरल जानकारीको लागि हामीसँग जोडिनुहोला। धन्यवाद।